हेलो नमस्ते एभ्रिवान गाइजहरू सबैजनालाई म लकब चामिङको तर्फबाट आज चाहिँ हल्का छुट्टी थियो। छुट्टी भएको अवस्थामा रुममा बस्दा बोर लागेर चाहिँ यसो बाहिर यसो भोक पनि लाग्यो, केही खानेकुरा खाउँ कि भनेर चाहिँ यसो हिँडिरहेको अवस्था। एक्लै भए पनि लुखुर होइन। अब यही ठाउँमा त अब आफ्नो फ्यामिली परिवार छैन। अब काम गरे एक्लै खाए एक्लै जे गरे पनि एक्लै त हुने होइन। गाइजहरू परदेशको ठाउँमा यस्तै हो नि, आफन्त भनेको नि पुग्नु हुँदैन। यस्तै हो, के कसैले अब बिमारी भइयो भने कोही सोधिदिने मान्छे हुँदैन, सोधिदिने मान्छे भइदियो भने त्यही ठुलो कुरा नै हो। तर पनि ठिकै छ, केही छैन, यस्तै हो गाइजहरू। कतिपय मान्छेहरू परदेशमा अब भोगिराख्नु भएको छ। नेपालमा हुने मान्छेहरूले चाहिँ अब यस्तो कुराहरू थाहा छैन होइन। तर गर्मी होला भनेको त जाडो नै पो भइरहेको छ अझै पनि। के हो गाइजहरू।